खरिदारको नै तयारी किन त? किनकि खरिदारलाई निजामती सेवाको प्रवेशद्वार वा गेटवे मानिन्छ। तपाईहरु खरिदारमा प्रवेश गर्नुभयो भने उमेर हद लाग्दैन र तपाईसँग माथिल्लो तहको योग्यता छ भने नासु अफिसर दिन पाउनुहुन्छ। वृत्ति विकासको त्यहाँ सुनिश्चितता हुन्छ एउटा। अर्को चाहिँ कोर्स कन्टेन्टको कुरा गर्दा नासु र अफिसरको भन्दा कोर्स कन्टेन्ट पनि सजिलो र तुलनात्मक रूपमा कम छ। धेरै डिटेल पढ्नु पर्दैन, ठिक्क पढ्दा हुन्छ, तो फाइदा। तेस्रो भनेको खरिदारको तयारी गर्दै गर्दाखेरि प्रदेश स्तरीय जति पनि चौथो तहका खरिदार सरहका चाहिँ एक्जामहरु छन् तिनीहरुको पनि मज्जाले तयारी पुग्छ। तेस्रो कुरो। चौथो भनेको यसमा म्याथमेटिक्स भएकोले म्याथमेटिक्स राम्रो हुनेहरुलाई चाहिँ अंक तान्न सजिलो हुन्छ र म्याथमेटिक्स 30 आउट अफ 30 मिलाउन सक्नु भयो भने अनि रिटर्नको चाहिँ त्यो 0.5% मात्रै गर्दा पनि तपाईहरुको लगभग अंकहरु राम्रै आउँछ। त्यसले गर्दाखेरि पनि सजिलो छ। यी कुराहरु भयो। र खरिदार तयारी कसरी गर्ने कसरी गर्ने भन्दा पहिलो कुरो भनेको त हामीले चाहिँ खरिदारको सिलेबसको बारेमा राम्रोसँग जानकारी हुनु पर्दछ। सिलेबस थाहा छ भने त्यसपछि हामीले कुनै न कुनै एउटा बुक किन्नु पर्छ रेफरेन्सको लागि। त्यो बुक फलो गर्ने र एउटा फिक्स चाहिँ फर्मेट बनाउने, त्यो फर्मेटमा हामीले पढ्नु पर्यो। अर्को कुरो भनेको फर्स्ट पेपरको लागि चाहिँ तपाईहरुले 1.5 देखि 2 महिना भित्र त्यसको तयारी पुगाउनु पर्यो। समय दिएर कसरी हुन्छ, घोकेर लेखेर पढेर हुन्छ कि क्लास लिएर हुन्छ कि कसरी हुन्छ तपाईहरुले चाहिँ फर्स्ट पेपरको तयारी पुर्याउने र फर्स्ट पेपर मात्रै पढ्ने होइन कि फर्स्ट पेपर सँगसँगै सेकेन्ड थर्ड पेपर पनि लैजाने र सेकेन्ड थर्ड पेपरलाई कम्तीमा पनि 4 महिना हामीले दिन सक्नुपर्छ। त्यो पढ्दै गर्दाखेरि मैले अघि नै भने सिलेबसको गहिरो ज्ञान हुनु पर्यो। अर्को कुरो भनेको एउटा रेफरेन्सको लागि एउटा बुक लिनु पर्यो। त्यसपछि तपाईहरुले क्लास लिनुभयो भने सरहरुले भनेका फर्मेटका कुराहरु अनि चाहिँ इम्पोर्टेन्ट कुराहरुलाई चाहिँ नोट गर्नु पर्यो। एउटा ह्यान्ड रिटन राम्रो नोट बनाउनु पर्यो र चाहिँ बुकबाट नोटबाट र सरले पढाएकोबाट तपाईहरुले पढ्न सक्नुहुन्छ। यति गर्नुभयो र मज्जाले 4-5 महिना 5 देखि 6 महिना तपाईहरुले मेहनत गर्न सक्नुभयो भने तपाईहरु सफल हुनुहुन्छ। सो चाहिँ तपाईहरु तयारी गर्नुहुन्छ भने आजैदेखि लाग्नुस्। विज्ञापन खुलिसकेको छ। यही मौकामा चाहिँ तपाईहरुले चौका हान्ने बेला हो यो र प्रत्येक वर्ष खुलिरहेको हुन्छ। अहिले तयारी गर्नुभयो भने चाहिँ प्रदेश भित्र खुल्नेको लागि पनि तपाईहरुले चाहिँ प्रतिस्पर्धा गर्न पाउनुहुन्छ र प्रत्येक वर्ष संघीय खरिदार त खुल्छ नै। सो आजैदेखि तयारी गर्नुस्। सफलताको शुभकामना। धन्यवाद।